ल फर्स्टमै क्वेसन चाहिँ म के गर्छु भन्दा त टेक्निसियन हैन ल टेक्निसियनलाई नेपालीमा के भन्छ टेक्निसियनलाई नेपालीमा ओ माय गॉड टेक्निसियनलाई नेपालीमा मिस्त्री भनिन्छ तँलाई दाइजो भने थाहा छ दाइजो भने अफकोर्स थाहा छ होइन दाइजोलाई इङ्ग्लिसमा चाहिँ के भन्छ होला क्या दाइजोलाई त्यो बे गरेर लैजाने याद छ भनौँ न दाइजो शाबाश बेटा गाह्रो पर्यो यो पनि यस्तै हो क्या हामीलाई जहिले सुनिरहेको कुराहरूकै सिम्पल कुराहरूकै थाहा हुँदैन क्या हामीलाई आजको प्रोग्राममा चाहिँ हामी के गर्ने भन्दा तँलाई चाहिँ अब जस्तै अब हामीले जिन्दगीमा अब यतिकै हिँडिराख्दाखेरि सिम्पल शब्दहरू युज गरेर हुन्छौँ नि होइन त्यसलाई चाहिँ कि नेपालीमा कि इङ्ग्लिसमा सोध्छु म तैँले भन्नुपर्छ ओके ल फर्स्टमै क्वेसन चाहिँ म के गर्छु भन्दा त टेक्निसियन होइन ल टेक्निसियनलाई नेपालीमा के भन्छ टेक्निसियनलाई नेपालीमा ओ माय गॉड टेक्निसियनलाई नेपालीमा जस मिस्त्री भनिन्छ मिस्त्री त भन्दैन होला टेक्निसियनलाई चाहिँ नेपालीमा प्राविधिक भन्छ प्राविधिक यस तैँले जहिले युज गरिराख्ने शब्द पनि आएन होइन ल अब अर्को चाहिँ देशसँग रिलेटेड सोधौँ होइन देशसँग ल प्रधानमन्त्रीलाई इङ्ग्लिसमा के भन्छ यो त सजिलै हो नि प्राइम मिनिस्टर बाप को भेज मिल्यो ल मिल्यो ल प्राइम मिनिस्टर भन्छ ल अनि राष्ट्रपतिलाई अब के नेपालीमा इङ्ग्लिसमा भन्न राष्ट्रपतिलाई इङ्ग्लिसमा के भन्दो रहेछ राष्ट्रपति त्यही होला के भन्छ होला प्राइम मिनिस्टर के बोले भाइ ल राष्ट्रपति भनेर चाहिँ भन्छ प्रेसिडेन्ट हो प्रेसिडेन्ट सरी आई फरगट दैट देखिस् कति गाह्रो हुन्छ यहाँ हजुर बोल्दा धेरै डिफिकल्ट ल अर्को एउटा सिम्पल कुरा सिम्पललाई के भन्छ इङ्ग्लिस नेपालीमा सरी नेपाली सिम्पल है सामान्य साधारण मिल्यो ल साधारण भन्छ ल यस ल अनि तँलाई अडियन्स भनेर थाहा छ होइन अडियन्सलाई नेपालीमा के भन्छ दर्शकहरू दर्शक भन्छ ल ल अनि कम्प्युटरलाई चाहिँ नेपालीमा के भन्छ होला त्यो त पहिले व्हाट सांख्य भन्छ होइन ल अनि प्रोभिन्सलाई नेपालीमा के भन्छ प्रोभिन्स कस्तो हो त्यो अब प्रोभिन्सलाई नेपालीमा प्रोभिन्स के भन्छ त प्रोभिन्सलाई प्रोभिन्स त्यो कुनै प्रडक्ट के बोले भाइ प्रडक्ट भन्न के तँलाई प्रदेश भनेर थाहा छ जिल्ला प्रदेश हाम्रो देशमा कतिवटा प्रदेश छ 7 प्रदेश हो त्यही हो क्या प्रदेश भने प्रोभिन्स भने त्यही प्रोभिन्स भने ल नगरपालिकालाई इङ्ग्लिसमा के भन्छ म्युनिसिपालिटी
Nice. महानगरपालिकालाई कस्तो यार अलिकति अब के भन्ने त है के लाग्यो महानगरपालिका महानगरपालिका महानगरपालिकालाई इङ्ग्लिसमा अलि के हो यो भन यो त सजिलो छ त कस्तो साइलेन्ट गर्नु सिटी देखा आपने लापरवाही का नतीजा है। मेट्रोपोलिटन सिटी भन्छ मेट्रोपोलिटन सिटी अनि तँलाई उपमहानगरपालिका भने थाहा छ के अरे नगरपालिका महानगरपालिका त्यस्तै होला त्यसलाई चाहिँ सब मेट्रोपोलिटन सिटी भन्छ है टेक्निसियनलाई के भनेको थियो अरे अघि हामीले त्यस्तो प्रश्न प्राविधिक भनेको थियो नि होइन टेक्नोलोजीलाई चाहिँ नेपालीमा के भन्दो रहेछ त टेक्नोलोजीलाई टेक्नोलोजीलाई के भन्थ्यो यो त हामीले सुनिराखेकै शब्द युज गरिराखेकै शब्द हो। खै यार प्रविधि भन्छ है टेक्नोलोजीलाई चाहिँ तँलाई दाइजो भने थाहा छ दाइजो भने अफकोर्स थाहा छ होइन दाइजोलाई इङ्ग्लिसमा चाहिँ के भन्छ होला क्या दाइजोलाई त्यो बे गरेर लैजाने याद छ भनौँ न दाइजो के भन्छ थो दाइजोलाई साह्रै गाह्रो पर्यो त यो पनि यस्तै हो क्या हामीले अब जहिले सुनिरहेको कुराहरू सिम्पल कुराहरूकै थाहा हुँदैन क्या हामीलाई दाइजोलाई चाहिँ डाउरी भन्छ क्या डाउरी यस अलिकति गाह्रो चाहिँ अलिक गाह्रो डाउरी अनि अर्को कुरा भ्रष्टाचार भन्ने थाहा छ तँलाई भ्रष्टाचारलाई चाहिँ इङ्ग्लिसमा के भन्छ होला धेरै नसोचे भ्रष्टाचार त्यो जिन्जीको आन्दोलनमा खुब थियो भइरहेको छ करप्सन त्यही हो जस्तै लाग्यो है यति भन्नु ल ओके ल तँलाई युनिभर्सिटी भन्ने शब्द सुने हालस् नि है युनिभर्सिटीलाई नेपालीमा के भन्छ जस्तो सिमिलर वर्ड होइन त्यही पनि अलिकति ऊ भइरहेछ के भइरहेछ भन्न युनिभर्सिटीलाई नेपालीमा के भन्छ होला युनिभर्सिटी के भन्छ यार भुल गयो युनिभर्सिटीलाई चाहिँ नेपालीमा विश्वविद्यालय भन्छ ए विद्यालय त भन्दैन विश्वविद्यालय भन्छ है अनि ल अनि अर्को तैँले सुनिरहेकै शब्द परम्परागत भन्ने परम्परागत शैलीमा भनेर कुरा गर्छ नि त्यसलाई इङ्ग्लिसमा चाहिँ के भन्छ होला परम्परागत शैली रिलिजन भने त धार्मिक खै यार ल परम्परागतलाई चाहिँ ट्रेडिसनल भन्छ ए हो त है ट्रेडिसनल वेमा भन्छ नि